हेलो गाइज नमस्ते सबैजनालाई म चिलमाङ ब्रो होइन सबैले चिन्नुहुन्छ मलाई अनि आज न्यू ब्लग न्यू डे अनि आज चाहिँ हामी दौसी खेल्न जान्छौँ डमरा र बलवाई देख्न सक्नुहुन्छ के हुन्छ सबै भिडियोमा छ है म चाहिँ रेडी भएर टक्कै होइन देख्न सक्नुहुन्छ ल म चाहिँ रेडी भएँ है गाइज देख्न सक्नुहुन्छ यस्तै हो मेरो गेटअप देख्न सक्नुहुन्छ मेरो गेटअप अब यस्तै हो के गर्ने अब है गाई भइहालेँ चामलिङले चाम्रो हेर्दामा राम्रो देख्नुहुन्छ खुकुरी टल्काएर अब हामी चाहिँ जानुपर्ने हुन्छ बेला गरेर साथीहरूलाई गाइज देख्न सक्नुहुन्छ यिनीहरू हो डान्सरहरू र सुजाता राई एउटा सीता राई अनि हामी चाहिँ अब लाग्दैछौँ गाइजहरू देख्न सक्नुहुन्छ हाम्रो टिम पुरै आएको छैन आज केटाकेटीहरू मात्रै आएको छ यिनीहरू मात्रै हो अरू आउनु बाँकी छ ठुलो मान्छेहरू फाइनली गाइज मेरो टिमहरू देख्न सक्नुहुन्छ यस्तै छ पछाडि ठुलोहरू छ अगाडि सानोहरू छ अनि यिनीहरू नै हो डान्सर मोडल डान्सरहरू नयाँ ल गाइज देख्न सक्नुहुन्छ हामी चाहिँ घर बनाइसक्यौँ अनि चाहिँ मेरो टिम हो खतरा हुन्छ सबैजना राई टिमहरू हो अनि अब लगभग यस्तै 20 मिनटमा पुगिन्छ होला किनकि टाढो छ गाइज के गर्ने अब यस्तै हो दौसी भैलो सक्नुहुन्छ खोला तर्दैछ नानी बाबुहरू अब यो खोला तरेपछि आउँछ बलुवाई होइन अनि त्यसपछि आउँछ डमरा हामी त्यही खेल्छौँ अहिले अब बोक्दैछ कोकोलाई अब यो सानो खोला छ तरेर अब आइपुग्छ ल गाइज फाइनली हामी चाहिँ आइसक्यो फर्स्ट घर होइन यो चाहिँ डमरा हो ल अब हाम्रो दौसी भैलो स्टार्ट हुन्छ फर्स्ट खाना हुन्छ भैलेनी अब चाहिँ आशिष दिनुपर्छ गाइज गाइज हामीहरू चाहिँ देख्न सक्नुहुन्छ दौसी भैलो खेलेर पनि भोक लागिसक्यो गाइज देख्न सक्नुहुन्छ मेरो ग्रुपलाई त्यसैले हामीले कोक अब राति त धेरै सामान त भेट्दैन त्यही कारण चाउचाउ अब त्यसरी नै मोलेर खुवाउने अब केटाकेटालाई के गर्नु त भोक लागेर तिनीहरूलाई गाइज केटाकेटालाई भोक लागेर दौसी खेल्नु त आज बिचमा लगभग कति बजी गाइज हामीले सबै बिहार आएपछि हामी घर लागेको छौँ होइन अब भोलि चाहिँ जानुपर्ने हुन्छ उता रुक्मिणी बजार ल गाइज नेक्स्ट डे देख्न सक्नुहुन्छ म मेरो भाइ सबैजना हामी चाहिँ घाँस काट्न जाँदैछौँ होइन किनकि भोलि भनेको भाइ टिका हो त्यसैले बाख्रा खोल्दैन होइन त्यसैले अब बाख्राको लागि त घाँस चाहियो नि भोलिको लागि फाइनली गाइज हामीले चाहिँ घाँस काटिसक्यौँ होइन अब चाहिँ जानुपर्ने हुन्छ घर अनि त्यहाँदेखि 4 बजीतिर जानुपर्छ उता कनपट्टि
खोला लगाएर त्यसरी बोक्नु पर्छ आउनुहोस् जाऊ हो यो त पारा ल गाइज नेक्स्ट डे नेक्स्ट ब्लग है गाइज अब हाम्रो ब्लग सकिने छ यतिकैमा हस् त धन्यवाद।